यो मेरो जन्म ठाउँ हो। यो पुरानो पुर्खौली घर। यहाँ धेरै पहिलेदेखि यस एरियामा पोखरी बनाइएको थियो। यहाँ अझै भ्यागुता पनि देख्न सकिन्छ। भ्यागुताहरू छन्। अझै यो पोखरी अझै पनि रहेको छ। यसलाई जोगाइ राखेका पनि छौँ अहिलेसम्म र बेला बेलामा आफ्नो जन्मथलो पनि आउने गर्छौँ। त्यसैले आज यो समय भिडियो बनाउने समय पनि जुरेको छ। अहिले देखिएको यो घर थारो भन्छ यहाँ थारोलाई भैँसी बाख्राहरू बान्नको लागि राख्ने एउटा भवन भनौँ। त्यो पारीको त्यो घर हो। अब म यसलाई सम्पूर्ण तरिकाले देखाउन गइरहेको छु। एकचोटि हेर्नुहोस् यहाँ कस्तो छ। यसरी दाउरा राखिएको छ यस वरिपरि। यो मेरो पहिलो प्रवेश हो। यसै पहिलो प्रवेशमै मैले भिडियो बनाएको छु। मेरो यो आएदेखि प्रवेश गरिरहेको छु। अहिले म पछाडि यसलाई थारो भन्छ। यो थारो हो। यसको पछाडिबाट म हिँडिरहेको छु। यता यो हाम्रो पुरानो पुर्खौली घर हो। अहिले यो तस्बिरमा देखिरहेको छ। एकदम सुन्दर छ। यहाँ जन्मिएका हुनुहार व्यक्तित्वहरू हुनुहुन्छ। यस घरको घाइलो छोरो भन्ने व्यक्ति उहाँ नै हुनुहुन्छ। यस घरको घाइलो छोराको नाति उज्जवल गेवाली पनि यही हुनुहुन्छ। छोरो नाति र उहाँ राइला छोराको छोरा नाति यस घरका हजुरबा हेमलाल गेवालीका राइलो छोराको जेठो नाति अहिले तपाईँले देखिराख्नु भएको छ। र राइले बुहारीलाई पनि देख्न सक्नुहुन्छ तपाईँले यताको तस्बिरमा हेर्नुहोस्। र यो घर आज धेरै नै उज्यालो भइरहेको छ। सबजना जुटिरहेका छौँ। यस घरका हेमलाल ग्याउलीका सन्तानहरू हुनुहुन्छ यहाँ। अहिले दुध ल्याएर यो घरकी कान्छी बुहारी पनि आउनुभयो। ती देख्न सकिन्छ। यता अब हामी यस वरिपरि पनि देख्न सक्छौँ। यस वरिपरि रहेका बारीमा तरकारी सब्जीहरू यहाँ देखिन्छ। यहाँ म गाई बस्तु पनि देखाउँछु। एकपटक म यो घरलाई राम्रोसँग देखाउन चाहन्छु। हेर्नुहोस् पहिल्यैदेखि यो घरलाई सिराना भनेर पनि चिनिन्छ। यस घरलाई सिराना घर भनेर यस गाउँमा प्राय सबैले चिन्छन्। यो गातिना भन्ने ठाउँ हो। यो गातिना भन्ने ठाउँको एउटा सानो गाउँ, मिठो गाउँ र एक अर्कालाई सहयोग गर्ने सहयोगी गाउँ पनि हो यो। यसलाई यसरी हेर्नुहोस्। यसलाई पछाडिबाट पनि देख्न सकिन्छ यो घरलाई। यो घर एकदमै सुन्दर छ। सायद आफू जन्मिएको भएर होला। यस वरिपरि हामी सानोमा खेली यो अम्बा अझैलाई चाहिँ हामी बेलौती भनेर पनि चिन्छौँ। यसरी देख्न सकिन्छ। रुखमा यसरी फलिरहेका छन्। म यसलाई जुम गरेर देखाउन पनि चाहन्छु। यस्तो पाकेको छ। एकदम सुन्दर छ यो दृश्य। मनमोहक पनि देखिन्छ। यसलाई अझै म जुम गरेर देखाउने प्रयास गरिरहेको छु। र यस घरमा पालिएका पालुवा जनावरहरूलाई पनि देखाउँछु। हेर्दै जानुहोस्। ल आउनुहोस्। म यस घरमा के छन् यी पुराना अमिला भनेर पनि चिन्छौँ यसलाई। अमिलालाई हामीले पहिल्यैदेखि नै यस घरको सुन्दरता बढाइरहेको एउटा फलफुल हो। त्यसपछि म यता मेवालाई पनि देखाउँछु। यस वरिपरि लगाइएका मेवाहरू मिठो पुराना मेवाहरूलाई ढाले पनि अहिले नयाँ उमारिएको छ। यसलाई यसरी हेरौँ। यस हाम्रो पुर्खौली सिराना घर भनेर चिनिने यस घरका फलफुलहरूलाई पनि र यस घरमा पालिएका जन्तु जनावरहरू खोर यसमा बाख्राहरू पाल्ने गरिन्छ। यसलाई अझै राम्रोसँग हेरौँ यसरी निहालेर। यस घरको धारो जहाँ यहाँ भाँडाहरू माझ्ने गरिन्छ। यसमा पानी जम्मा गर्ने र यसको सदुपयोग गर्ने पनि गरिन्छ। यसमा पालिएका जनावरहरू भैँसी पाडा यहाँ म यसरी लाइभ देखाइरहेको छु। यसरी देख्न सकिन्छ। यसमा एउटा सामान्य घरमा कसरी जनावरहरू पालिन्छ कुँडो दिने भनेर चलन पहिलेदेखि चलाइएको यो चलन पनि हो। यसरी तपाईले यसरी दाउरा राखिन्छ, आगो बालिन्छ र पानी तताएर जनावरहरूलाई खुवाइन्छ पनि र जनावरको सेवा पनि गरिन्छ।
यसरी बाख्राहरू मैले अघि नै भनिसकेको छु। यसलाई हामीले एउटा गोठ भन्छौँ। गोठ भन्नु र थारो भन्नु यसमा जनावरहरू राख्नको लागि बनाइएको भएकोले पनि यसलाई गोठ भन्ने गरिन्छ। यसरी तपाईँले बाख्राहरू देख्न सकिन्छ, पाठा बोकाहरू देख्न सक्नुहुन्छ, दाउराहरू देख्न सक्नुहुन्छ र घाँसहरू पनि देख्न सक्नुहुन्छ। यी घाँसहरू यसरी राखिन्छ जनावरको लागि। परालहरू र विभिन्न यो पोस्कर भन्छ होला सायद यसलाई, पोस्कर छ र यो मोलखात पनि भनिन्छ यसलाई, जसको जनावरहरूको के भन्छ त्यसलाई गोबर भनौँ अहिलेलाई राम्रो शब्दमा। गोबर यो मोलखात पनि भनिन्छ। यसमा अझ तरकारीहरू लगाइन्छ। मोलखात यसरी जम्मा गरेर यसलाई फेरि खेतीलाई पुनः प्रयोग गर्ने मल, कम्पोस्ट के अरे अर्ग्यानिक मल भनेर पनि यसलाई चिनिन्छ। सायद यसको कुनै विषादीयुक्त नभएर यो एउटा अर्ग्यानिक घरेलु मल पनि हो। यसबाट धेरै तरकारीहरू उत्पादन गर्नको लागि खेतबारीहरूलाई एउटा उर्वर माटो बनाउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ यसले, र यसलाई खेतीका लागि प्राय प्रयोग गरिन्छ। र यति देखाउँदै म फेरि पुनः यो घरको दृश्य देखाउन गइरहेको छु। यस घरमा उभिनुभएका छोरा नातिहरू पनि यसरी देख्न सकिन्छ। यस वरिपरि यहाँ कुर्तीहरू राखिएको छ, चप्पलहरू, आजना नातिनाहरू जम्मा भएको यस घरमा एकदम सुन्दर देखिएको छ। चप्पलहरू भए पनि अब भित्रको दृश्यहरू म नेक्स्ट भिडियोमा देखाउने छु। धन्यवाद।